ल किन हो चढे बाउ हजुर मलाई यो लाइदेऊ त ओहो ल ल ल भन्नु आन हो एकछिन मेरो भाषण सुन तिम्रो भाषा सुन्दा सुन्दा मेरो कान पाकिसक्यो ओहो एकछिन मेरो भाषा सुन है ल आमा ल ल म नआए भए कसलाई सुनाउनु हुन्थ्यो ऊ त्यो ऐनामा हेरेर ऊ आफै सुनिरहने हो कसलाई सुनाउँथे नि ए, म महिनासम्म अध्यक्षमा उठ्न नाच्यो है अनि त्यो पल्लो घर बोलेको आमा नि उठ्ने बनाएछ अनि त्यो तल्लो घरको के नाम गरेर बाबुको आमा नि उठ्ने भनेछ त्यो नउठ्ने कामै लाग्दो छैन नि बाबु है एउटा सँगै घरमा झगडा मात्रै गरेर बस्छ एउटा बेहोरा राम्रो छैन अर्की चाहिँ मै राम्रो भन्दै हिँड्छु लक्र म देख्न सक्दिनँ बाबु अनि मै हुन्छु नि है ए आमा अर्कालाई गाली गरेर बन्ने होइन नि त नि गाली गर्ने होइन अरूलाई आफूले के काम गर्ने त्यो पो बताउने हो त